रोग। कहिलेकाहीँ जे देख्छौँ त्यो हुँदैन। देखाउनेले जे छ त्यही नदेखाएको पनि त हुनसक्छ, या हुनसक्छ देखाउनेलाई आफूसँग खासमा के छ, के देखाउनु पर्ने चाहिँ ज्ञान नै नभएको पनि। तर खै उसले के देखायो, मैले के देखेँ, मैले कसरी यो देखाइ बुझेँ, अनि यी सबै घटना परिघटनाहरूको सार अर्थ के होला भनेर सोच्ने समय छैन मान्छेहरूसँग। फेरि जे देखायो त्यही देख्न पनि त सकिँदैन। समाज, सभ्यता, अर्थ, भाव, अभाव सबै फरक छ। तिमी फरक छौ, म फरक छु, फरक छ व्यक्ति पछि यो दुनियाँ। यहाँ समाज बदलिन्छ, समाजले तिमी म सारा सभ्यता बदल्छ। देख्नेले घटना बदल्छ, लेख्नेले कथा, प्रेम द्वेषमा बदलिन्छ, एक छोरा अभिभावकमा बदलिन्छ, इतिहास बदलिन्छ, इतिहासका पात्रहरूको ज्ञान बिना नै सबै बदलिन्छ। तर गरिबी चाहे त्यो भौतिक, अभौतिक, चलायमान, अचलायमान, भाव, अभाव जेसुकैको होस्, यसले नाम मात्रै बदल्छ या आफू नै बदलिन्छ होला? कि यसले आफू नबदलिएर अरूलाई नै बदल्छ होला? मैले देखेको गरिबी न नाममा बदलियो न स्वरूपमा। यसले रोग बनेर ज्यान नै खाएको छ, हत्यारा गरिबी। चैत मासको हावा गरिबहरूको लागि श्राप नै बनेर आएको थियो। त्यसमाथि पानीको अभाव, सुगाले नपाक्दै छिया पारेको आधा पाकेको आँपको फललाई बालकले गुलेलीले हानेर झार्न खोजे जस्तो यस्तै महसुस भइराखेको थियो किसानहरूलाई। खेतमा पहेँलपुर गहुँ पाकेर स्याहार्ने हम्मे छ। उता बैंस चढेर उत्ताउली राखेको हावाले गहुँका बाला झारेर तनाव, हरिया पात पलाउँदै गरेका हाँगाहरू भाँचेर दुःख। खेतमा काम गर्न खोज्यो, धुलो, बालुवाका कणहरू, झारपात, सुकेका घाँसहरू उडाएर सही नसक्नु छ। टन्टलापुरी गर्मी त्यस्तै। प्यास लागेर चिसो पानी पिउन भन्यो, घैँटो रित्तै। खोला, नहर, जरुवा जम्मै सुक्खा। दिनभरिको थकान मेट्न बेलुका घर फर्क्यो, छानो नै उडायो कि भन्ने फिर छ। डढेलो, आगो अनि संसारमा भए जति सबैको पिरलो बिचारा गरिबको टाउकोमा। कामको पनि त्यस्तै भ्याए नभ्याए हुन्छ। छानो मर्मत गर्नै पर्यो, न दिनमा उडाउने हो कि रात पत्तै छैन। खेतीपाती स्याहार्नै पर्यो। यही महिनामै फेरि कालले पनि सताउँछ। उमेर पुगेका नपुगेकाहरू मर्न लाइन लागेर नै बसेका हुन्छन् गाउँमा। मर्नेहरूलाई जलाउनै पर्यो। एक गरिबलाई केही कमाउन नसके पनि मलामी कमाउनु छ। उसले आफ्नो कमाई मलामीको सङ्ख्याबाट मापन गर्छ। जिउँदो हुँदा जन्ती बोलाउन नसके पनि उसले मर्दा गाउँभरिका तल्लो माथिल्लो दायाँ बायाँका मलामी चिन्ने नचिन्ने सबै आउन् भन्ने चाहन्छ। उसलाई त्यसैले बाँच्नेको भन्दा पीर मृत्युको हुन्छ। हुन त गरिबीले हर छेड मारिराखेको एउटा मान्छेलाई महसुस पनि केनैको पो हुन्छ र। जे छ त्यही महसुस गर्ने त हो। अब देखाउने, देख्ने, हेर्ने, बुझ्ने अर्कै बहसको विषय भयो। एउटा गरिबले अर्को गरिबको बारेमा यो त्यो यसरी त्यसरी टिप्पणी गर्ने अधिकार छ छैन मलाई थाहा छैन। तर खुसी मान्छेको ईर्ष्या गर्ने, दुखीलाई सान्त्वना दिने स्वभाव मान्छेको हो। म यी सबै गन्थन मन्थन गरिरहँदा अनगिन्ती जनावर साम्राज्यको एउटा जात मान्छे भएको घमण्ड महसुस गरिरहेको छु। कुरा के भने, म भर्खर 11 वर्ष पुगेर 1 महिनामा टेकेको थिएँ। हुन त जन्मदिन एउटा अर्को दिन मात्रै हो गरिबहरूको लागि। तर जन्मिने मान्छेलाई, अझ त्यो पनि पूर्ण मानसिक विकास नभएका बालबालिकाहरूका लागि यो एक दिन खास लाग्छ। फागुन 12 गते मेरो दिन, अनि मलाई चाँडै हुर्किएर ठुला भारी बोक्न सक्ने बन्नु मन थियो। त्यो जमानामा गरिबहरूले पाउने रोजगार भनेकै भरिया त थियो। मेरो लक्ष्य ठुलो सहरको भरिया बन्ने। समाजले जे सिकायो त्यही सिक्ने त हो बच्चाले। फागुनको 12 मेरो जन्मदिन। चैत्र 2 गतेबाट 9 कक्षाको वार्षिक परीक्षा। बनहरी र खाद्रेको बिचमा एउटा विशाल फाँट छ। प्रशस्त खेतीयोग्य जमिन। माथि महाभारत पहाडबाट बगेर आउने खाद्रे खोलाले 2 गाउँको भौतिक सीमा छुट्याउँछ। त्यो सीमा राजनैतिक हो। गाउँलेहरूको सिमाना मनमा हुन्छ। खोलासम्म समथर पैदल, त्यसपछि ठाडै उकालो बाटो। बाटो पनि के भन्नु, खेतको आली होसियार भएर हिँड्नु पर्थ्यो। मेरो घरबाट लगभग 50 मिनट हिँडेपछि श्री जनश्रम माध्यमिक विद्यालय। चैत्र 22 गते अन्तिम परीक्षा सामाजिक। बोनापार्टले बोरोडिनो रसियाको युद्ध जितेसरी ममा घमण्ड थियो। पुरै रसिया नै जितेको भए पनि बोनापार्टले आफ्नो घर फ्रान्स त फर्किनु नै थियो। फेरि दिनभर जहाँ गए पनि बेलुका थाकेर आफ्नो घर त जसलाई पनि जानु छँदैछ। म आफ्नै समाजमा फर्किएँ। के सबै गरिबहरू स्वेच्छाले घर फर्किन्छन्, या अन्त जाने कतै ठाउँ नभएर त्यही पुरानै घर फर्किन्छन्? यही सोच्दै फर्किएँ। म डराई घर फर्किएँ। खाद्रे खोला कटेपछि त झन्
डर घर भइसकेको थियो मेरो लागि। मुटुको धड्कनको दमाहाले म झन् आतङ्कित। पहेँलपुर फाँटमा किसानहरू गाउँ स्याहार्दै व्यस्त। हावाले गाउँका बालाहरू ठोक्काएर एक लवजको सङ्गीत उत्पादन गरेको छ। बालाहरूलाई हातले सुमसुम्याउँदै म खेतको आली आली आफ्नै सोचमा मग्न भएर हिँडिराखेको छु। त्यस्तै 15 मिनटपछि बाँसघारी आयो अनि सिमखेत। चोराहरूको खोरमा सायद सर्प पसेछ। जोडले चिच्चाइराखेका छन् उनीहरू। बाबामा चाहे त्यो चराचुरुङ्गी, जनावर, मान्छे या गरिबकै किन नहोस्, सकेसम्म आफ्नो सन्तानलाई सुरक्षा दिने प्रयास गर्छन्। सन्तानहरू पनि त्यस्तै गर्छन् होला त? कसले कति आफ्नो जिम्मेवारी पुरा गर्यो त्यो फरक विषय हो। बाँसघरी कट्न नपाउँदै एउटा जरुवा आउँछ। म सोचमा हराएर ध्यान नदिइकनै खेतको आली आली चुपचाप हिँडिराखेको छु। मर्छु भनेर गएथिस् त, जिउँदै देख्छु त। बनमाराले जरुवालाई गर्लामै ढाकेको थियो। त्यतिबाट आवाज आयो। आवाज भन्दा पनि बाँड आयो। बाँडले मेरो मुटुमै लाग्यो। अब डर अनुहारमा देखिन थाल्यो। बिहान घरमा साइकलको माग गरेको थिएँ। घटना झल्झल्ती आँखै अघि चलचित्र बनेर आयो। खोइ त दाम्लो, फेरि अर्को बाँड। मैले आत्महत्या गर्छु माग पुरा नगरिदिए भनेर रिसले रन्फनिँदै हातमा गोरु बान्ने दाम्लो पक्रेर स्कुलतिर गएको थियो। भन्छन् संसारमा सही र गलत भन्दा अरू थुप्रै कुराहरू पनि हुन्छन्। मैले त्यो सही गरेँ या गलत या अरू केही गरेँ अझै पनि थाहा छैन मलाई। अब नमर्ने मेरै दिदी रहेछ। भरिएको घैँटो डोकामा राख्दै बनमाराको घरबाट निस्कियो। म डरले भयभीत, नसाहरू फुटेर मुखबाट रगतका धाराहरू बग्छन् जस्तै रातो देखिएको थिए। नडेरा, म छु नि तेरो लागि। उसको आवाज। आज 26 वर्षपछि पनि त्यो छेड मेरो बाल्यकालको सारांश लाग्छ मलाई।